हाई एभ्रिवान, स्वागत छ हजुरहरूलाई मामु छोरा युट्युब च्यानलमा। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म मेरो छोरा र हामी घर परिवार सबैजना सन्चै छौँ। अनि आज चाहिँ मैले मफलर बनाउन गइरहेको छु। गलबन्दी बनाउन मलाई पर्फेक्ट चाहिँ आउँदैन, तर म चाहिँ सिक्दैछु। आजदेखि चाहिँ म स्टार्ट गर्दैछु। यो रहेको छ धागो, यो रहेको छ ऊन अनि कुरुस, सरी के बोल्न गएछु। मैले पनि सिक्न लागेको हो, मलाई पर्फेक्ट चाहिँ आउँदैन। म अरू अघिपछि चाहिँ बुन्न भ्याउँदैन, किनभने मेरो बाबुले बुन्न दिँदैन। अहिले चाहिँ मेरो बाबु सुतेको छ, त्यही भएर म चाहिँ मफलर बनाउन लागिरहेको छु। कस्तो हुन्छ के हुन्छ म तपाईहरुलाई देखाउने छु, कस्तो बन्छ हैन। म चाहिँ चिन्तानेर भएँ, म चाहिँ लामो गराउन लागेको छु। त्यही भएर मैले चाहिँ 350 चेन ताने। 350 चेन ताने। अब चाहिँ फेरि माथि रो बनाउँछु। यो मेरो लागि हैन, मेरो हस्बेन्डको लागि हो, त्यही भएर अलि लामै बनाउन आँटेको छु। मेरो छोरो सुतेपछि यति चाहिँ टाइम पास चाहिँ हुनुपर्छ। नजानेपछि यस्तो गाह्रो हुन्छ यो बुन्नलाई। यो फुत्किन्छ कि यो धागो चिप्लो धागो चिप्लो हुँदो रहेछ। यसको गलबन्दी बुन्ने फेरि त्यो गरेर डबल हाफ क्रोसे यसरी डबल हाफ क्रोसे अब सबैमा
अनि मैले केही गरेर भिडियो केही बनाउन लाग्यो भने मोबाइल हेऱ्यो भने मेरो छोरा यसरी नै मोबाइल खोसेर आफूले हेर्ने भन्छ कि। अनि म हेर्न चाहिँ दिँदैन, अझै पनि मोबाइल देखाउने बानी चाहिँ गराएको छैन। मेरो छोरो चाहिँ 11 महिनाको भयो हुनलाई चाहिँ, तर पनि मैले मेरो छोरालाई मोबाइल दिन्छु त्यत्तिकै त बन्द गरेर अफ क्यामेराहरू अफ गरेर दिन्छु, लिन्छ। कति कतिखेर चाहिँ यतिकै केही गरिरहेको बेला जस्तै भिडियो हेरिरहेको बेला गरेर बेला लिन आउँछ, खोज्छ, उसले हेरेको देख्छ अनि त्यहाँबाट खोज्न चाहिँ आउँछ। तर म चाहिँ यस्तो लगाएर गाना लगाएर दिने गर्ने चाहिँ गरेको छैन अहिलेसम्म। अफ गरेरै दिन्छु, एकछिन खेलाउँछ, यता फाल्छ उता फाल्छ अनि त्यहाँबाट छोडिदिन्छ। अनि मैले अहिले चाहिँ त्यसरी देखाउने कोसिस गरेको छैन। यस्तै गर्छ कि जतिखेर भने मोबाइल खोजेर आफूले हेर्ने आउने भन्छ। सो सानो क्लिप चाहिँ मैले त्यहाँ राखिदिएको छु। मेरो छोरो यस्तै गर्छ कि आफू बोल्ने भन्छ, गर्ने भन्छ, हेर्ने भन्छ, तर मैले चाहिँ अफ गरिदिइहाल्छु। तर मोबाइल नै हुन्छ जस्तो छ, अफ गरेरै दिन्छु। तर पनि एकैछिन कता यता जुलुस भिडियो बनाएको देख्न हुँदैन, दौडेर आइहाल्छ। कहिले कहिले टिकटक बनाऊँ भन्ने जस्तो भएको हुन्छ अनि त्यहाँबाट टिकटक बनाउनु पनि दिँदैन के। म यता टिकटक बनाइरहेको छु नि त्यो कुनामा छैन, कति छिटो गाना बज्ने बित्तिकै दौडेर आइजान्छ कि यस्तो बच्चा छ। सो अब चाहिँ कलबन्दी बनाऊँ त्यस्तो टल्केको त आज 5 दिनपछि चाहिँ मैले मखमल बुनेर भ्याएँ गलबन्दी। अहिले चाहिँ गलबन्दी चिमुक्का पनि हालेर भ्याइसकेँ। सो मेरो गलबन्दी चाहिँ यस्तो भएको छ। टुकुन टुकुन यसरी हालिनु भयो, यसरी हाल्दैन भयो। मेरो चाहिँ यस्तो भएको छ। लामो भएको छ। मैले चाहिँ बुनेर भ्याएँ। अब चाहिँ यति नै हो मेरो इन्ड। अब यो चाहिँ रेडी गरेर राखेँ। अनि अर्को त्यो के अरे अर्को नाम पनि कार्डिगन चाहिँ अर्को भिडियोमा देखाउँछु। त्यो चाहिँ लगभग बुनेर भ्याएँ। अब फुल मात्रै पकाउनु बाँकी छ, त्यो पनि भ्याइसकेँ। अहिले रातिको कति 11 बजेको छ। टाइम कति भयो टाइम पनि देखिनँ भनेर क्या। रातिको 11 बजे छ, 11 बजे छ ठ्याक्क। 11 बजेर 5 मिनट भयो। सो यतिखेर मैले भ्याएँ। मेरो छोरो चाहिँ सुतिरहेछ, अब म पनि सुत्छु। सो अहिलेको लागि चाहिँ यति नै भिडियो। सो लेट्स गो। अब मैले सिकेको युट्युब हेरेरै सिकेको मैले पनि। जाडो महिना यतिकै बस्नु टाइम पास फाल्टु बस्नुभन्दा चाहिँ यतिकै टाइम पास गरेर पनि आफ्नो लागि भइहाल्यो। अनि सिक्ने मौका नि मिल्छ भनेर चाहिँ मैले म बुन्न सिकेको हो। अनि किन चाहिँ पाइन्छ बजारमा पनि, तर पनि एउटा सिकाइ हुन्छ नि त, सिक्ने मौका मिल्छ भनेर चाहिँ मैले सिकेको। अब यो बुनेर भ्याएँ। अनि एउटा कार्डिगन पनि बुनेर भ्याएँ, त्यसमा फुल जोड्न बाँकी छ। त्यसपछि चाहिँ म टोपी बुन्न सिक्नेछु। टोपी बुनेको चाहिँ भिडियो यस्तो हुन्छ कि भिडियो बनाउनु बेला फेरि
बाबुले मान्दैन, कहिले यता दौडेर बनाउनुपर्छ, कहिले उता दौडेर बनाउनुपर्छ। त्यही भएर खासै भिडियो बनाएको छैन। जतिखेर बाबु सुतेको छ त्यति बेला एकछिन मात्रै बनाएको छु भिडियो चाहिँ। सो मेरो मखमल चाहिँ रेडी, मेरो गलबन्दी रेडी भयो। मेरो चाहिँ होइन, मेरो हस्बेन्डको लागि यो मैले बुनेर राखिदिएको। मेरो हस्बेन्ड आउँदै हुनुहुन्छ, सो उहाँले बुन्दै भन्नुहुन्थ्यो, त्यही भएर बुनेर राखिदिएको। म चाहिँ मेरो लागि चाहिँ अब टोपी बुन्नु पऱ्यो, बहिनीको लागि चाहिँ कार्डिगन बुनिदिएको छु, छोरोको लागि चाहिँ मोजा बुनिदिन्छु छोरोको लागि चाहिँ मोजा बुनिदिन्छु ल। सो यति नै हो। अहिलेसम्म भिडियो दिनुभएकोमा धेरै धेरै धन्यवाद। यसरी नै साथ दिनुहोला, सपोर्ट दिनुहोला अनि सधैँ माया गरिरहनु होला। सो बाई।